मान्य सदस्यहरू, अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य बलावती शर्मा। मान्य सदस्य बसौँ। मैले आकस्मिक समयमा हजुरको नाम प्राप्त गरेको छैन। बसौँ। सम्माननीय सभामुख महोदय, 2078 को जनगणना अनुसार अछामको साँफे बगर र बागलुङको जैमिनी नगरपालिकामा जनसङ्ख्या घटेर ऋणात्मक भएको तथ्याङ्क सार्वजनिक भएको थियो। अहिले बागलुङ मात्र होइन, देशैभरि बाँदर र बँदेलको समस्याका कारण गाउँ छोडेर हिँड्ने अवस्थाले गर्दा गरी खाने किसानहरू गहिरो चिन्तामा छन्। किसानहरूले वर्षभरि खानको लागि दुःख पसिना बगाएर लगाउने खेतीबाली खेतबारीमा पसेर मात्र होइन, घरको चोटा आँटीमा राखेको अन्न बाली समेत घरभित्रै खाइदिने गरेको छ र एक्लै दुक्लै हिँडडुल गर्न पनि बाँदरको आक्रमण हुने गरेकाले एक्लै हिँड्न बस्न पनि डराउनु पर्ने अवस्था सिर्जना भएको छ। सभामुख महोदय, बाँदर लगायत बँदेल, दुम्सी, हात्ती लगायतका जङ्गली जनावर नियन्त्रण गर्न सरकारले तुरुन्त कदम चालोस्, अन्यथा गाउँ बस्ती खाली हुने गरी सहरमा नै बसोबासको मिलाउन नपरोस्, म सरकारसँग माग गर्दछु। त्यस्तै सभामुख महोदय, अहिले बजारमा ग्यास सहज आपूर्ति भइरहँदा पनि किन जनता आधा सिलिन्डर किन्न बाध्य छन्? जनताको दैनिकीसँग जोडिएको विषयलाई हेलचक्राइ किन गरिएको छ? त्यस्तै गरी बजारमा अहिले बर्ड फ्लू र भ्याक्सिनको अभाव, रेबिज लागेको भ्याक्सिनको अभाव भइरहेको छ। यो पनि सहज आपूर्तिको लागि म सरकारको ध्यान। मान्य सदस्य बसुमाया तामाङ। सम्माननीय सभामुख महोदय, म शून्य समय मार्फत ग्यास उद्योगीहरूबाट भइरहेको प्राविधिक ठगी र नापतौलको चरम लापरवाहीप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। बजारमा उपलब्ध ग्यास सिलिन्डरहरूमा चरम बदमासी भइरहेको छ। 14 किलो भनेको फुल सिलिन्डरमा 12 किलो मात्र ग्यास आउने र बाँकी 2 किलो लेदो जमेर बस्ने गरेको छ। त्यस्तै 5 किलोको ग्यास भरेर पठाउँदा उपभोक्तासँग 7 किलोको पैसा असुलिन्छ। जनता र साना व्यवसायीलाई यसरी खुलेआम नापतौलमा ठगिँदा पनि नापतौल र गुणस्तर विभाग किन मुखदर्शक बनेर बसेको छ र त्यही आधा ग्यास पनि किन सहज रूपमा उपलब्ध छैन? सम्माननीय सभामुख महोदय, ग्यास उद्योगहरूको प्राविधिक जाँच गरी उपभोक्ता ठग्ने उद्योगहरूको अनुमति पत्र खारेज गरियोस् र बजारमा गुणस्तरीय ग्यास सुनिश्चित गरियोस् भनी माग गर्दछु। धन्यवाद। मान्य सदस्य विदुषी राणा। सम्माननीय सभामुख महोदय, काठमाडौँमा 5G को चर्चा भइरहेको छ, तर कर्णाली र अन्य दुर्गम हिमाली क्षेत्रका धेरै नागरिकहरू आज पनि कमजोर 2G सेवामै सीमित छन्। विशेष गरी माथिल्लो डोल्पाको शेफोक्सुन्डो, डोल्पो बुद्ध र झारका ताङसोङ गाउँपालिकाका नागरिकहरूले शिक्षा, स्वास्थ्य, ब्याङ्किङ तथा सरकारी सेवामा पहुँचको लागि ठूलो कठिनाइहरू भोगिरहेका छन्। यस्तै अवस्था हुम्ला, मुगु, बाजुरा, जाजरकोट तथा अन्य दुर्गम पहाडी र हिमाली जिल्लाहरूमा पनि देखिन्छ। सभामुख महोदय, आज काठमाडौँको एउटा विद्यार्थीले 1 क्लिकमै संसारको उत्कृष्ट कक्षा कोठासँग जोडिन सक्छन्, तर डोल्पा र हुम्लाका विद्यार्थीहरूले सामान्य इन्टरनेट सिग्नल खोज्न पनि पहाड चढ्नुपर्छ। कुनै गर्भवती आमाले स्वास्थ्य कर्मीको सल्लाह लिन, कुनै किसानले बजारको जानकारी लिन अनि कुनै युवाले अनलाइन अवसर खोज्न समेत सञ्चारको अभावसँग सङ्घर्ष गर्नु परेको छ। दुर्गम क्षेत्रमा सञ्चार सुविधा विलासिता होइन, यो जीवन रेखा हो। त्यसैले कर्णाली तथा देशका सबै दुर्गम हिमाली क्षेत्रलाई उच्च प्राथमिकतामा राखी आगामी कार्तिकभित्र। मान्य सदस्य बिना गुरुङ। सम्माननीय सभामुख महोदय, कास्की क्षेत्र नम्बर 3 का जनताको भावना, आवश्यकता र सम्भावनालाई समेट्दै केही महत्त्वपूर्ण विषयहरू सम्मानित सदन समक्ष प्रस्तुत गर्न चाहन्छु। विश्वको पर्यटकहरू प्राकृतिक सौन्दर्य, शान्ति र नेपाली आतिथ्यको खोजीमा यस क्षेत्रमा आउने गरेका छन्, तर पर्यटकको दिगो विकासका लागि केवल प्राकृतिक सम्पदा मात्रै पर्याप्त हुँदैन। त्यसलाई सफल बनाउन आधारभूत पूर्वाधार, सरकारी तथा निजी तहबाट दिइने सेवा सुविधा, सूचना प्रवाह पनि चुस्त र दुरुस्त हुन अति आवश्यक हुन्छ। सभामुख महोदय, कास्की क्षेत्र नम्बर 3 अन्तर्गत पोखरा महानगरपालिका, अन्नपूर्ण र माछापुच्छे गाउँपालिका विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्, जसले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ। CNN ले
समेत अन्नपूर्ण स्थित घान्द्रुकलाई एसियाकै उत्कृष्ट गाउँमध्ये एकको रूपमा उल्लेख गरेको सन्दर्भले यस क्षेत्रको महत्त्व अझ स्पष्ट गर्दछ। त्यसैले अतिथि देवोभव भन्ने हाम्रो परम्परागत संस्कृतिलाई आत्मसात गर्दै यी क्षेत्र मान्य सदस्य बुद्ध रत्न महर्जन। सम्मान्य सभामुख महोदय, ललितपुर क्षेत्र नम्बर 1 अन्तर्गत बागमती गाउँपालिकाको आसाङको रुम्बाभिर वर्षौँदेखि पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो। प्रत्येक वर्ष वर्षा सुरु हुन्छ, पहिरो त्रास दोहोरिन्छ, समाधान भने दोहोरिँदैन। त्यति मात्र नभई गिम्दीको सुभाङ्गे खोला र देउता खोलाको कलभर्स बगाएको कारणले गर्दाखेरि दैनिक आवत गर्नलाई समेत समस्या झेल्नु परेको छ। जनताले राज्यलाई कर तिर्नु दायित्व इमान्दारीपूर्वक पुरा गरेको छ। त्यसैले पनि जनताको जीवन सुरक्षित गर्न आफ्नो संवैधानिक दायित्व पुरा गर्ने ढिला गर्नु हुँदैन। विपद आइसकेपछि रात घोषणा गर्नु पर्याप्त होइन। विपद हुनु नदिनु, पूर्व तयारी र स्थायी समाधानमा लगानी गर्नु नै सुशासनको वास्तविक मापदण्ड हो। त्यसैले आसाङको रुम्बाभिर, गिम्दीको सुभाङ्गे खोला र देउता खोलाको कलभर्सको लागि वैज्ञानिक अध्ययन आयोजना तयार गरी आवश्यक बजेट तत्काल विनियोजन गर्न कार्य सुरु गरी सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। मान्य सदस्य भरत प्रसाद पराजुली। सम्मान्य सभामुख महोदय, सिन्धुपाल्चोक जिल्लामा रहेका जमिनहरू विभिन्न गुठीका नाममा छन्। त्यहाँ जोत्ने जमिनको नाममा किसानको नाममा जमिनको स्वामित्व छैन र विभिन्न खालका गुठीहरू छन् जुन गुठी अहिले अस्तित्वमा नरहेको अवस्था छ र अस्तित्वमै नरहेका गुठीहरूको नाउँमा चाहिँ जमिनको स्वामित्व हुँदा त्यहाँका किसानहरूले परम्परा रूपमा पुर्खौँदेखि जोत्दै आएका जमिनहरूको बहुउपयोग गर्न पाएका छैनन्। ब्याङ्किङ प्रक्रियामा राखेर ब्याङ्कबाट ऋण लिन पाएकै छैनन्, जसले गर्दा व्यावसायिक रूपमा उनीहरू सक्षम हुन पाएनन्। तसर्थ यस्ता गुठी समस्याहरूलाई समाधान गर्नको लागि सरकारले उचित रूपमा कदम चाल्ने र त्यहाँ जमिन जुन सिन्धुपाल्चोकका गुठीका जमिनहरूलाई रैकर सरह मान्यता दिएर जमिन जोत्नेको नाउँमा लाल पूर्जा दिनको लागि म सम्मान्य सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। धन्यवाद। मान्य सदस्य भरत बहादुर खड्का। सभामुख महोदय, 2078 साल कार्तिक 22 गते डोटी जिल्लामा एउटा विनाशकारी भूकम्प आयो जसले गर्दा धेरै धनजनको क्षति भयो, जसमध्येमा पूर्वी चौकी गाउँपालिकामा त्यसको ठुलो असर पुगेको थियो र 1374वटा घर पुनर्निर्माण गर्ने भनेर स्वीकृति पनि गर्यो। तर हालसम्म नेपाल सरकारले एउटा घर पनि बनाएको छैन। त्यसैले म नेपाल सरकारसँग पीडित परिवारहरूलाई राहत दिनको लागि छिटोभन्दा छिटो यो निर्माण कार्य अगाडि बढोस् भनेर पनि माग गर्न चाहन्छु। साथै डोटी जिल्लामा टेलिकम सेवाको विस्तार त भए तापनि गुणस्तरीय विस्तार नभएको हुनाले त्यसको सेवा गर्नलाई धेरै ठुलो चाहिँ मर्का पुगेको छ। बारम्बार सदनमा कराउँदा सम्बन्धित निकायसँग पनि कुरा गर्दा नेपाल सरकार र सम्बन्धित निकाय कानमा तेल हालेर सुतेको अनुभूति भएको छ। त्यसैले गर्दा यथाशीघ्र गुणस्तरीय टेलिफोन सेवालाई अगाडि बढाएर त्यसलाई सहजीकरण गर्न पनि म जोरदार माग गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य भीमकुमारी बुढा मगर। सम्माननीय सभामुख महोदय, यो असार साउनको मुख्य खेतीको महिना हो जहाँ किसानहरूका हातमा न त रासायनिक मल छ, न खेतमा सिँचाइ गर्ने पानी नै छ, न बिउ नै छ। मुख्य बाली धान लगाउने बेला डाङ लगायत देशैभरि रासायनिक मलको हाहाकार छ। किसानहरू सहकारी र बजारका पसलहरूमा यस्तो गर्मीमा दिनभर लाइन लागेर रित्तो हात घर फर्किन्छन्। त्यही मललाई डबल तिर्बल मूल्यमा किन्न बाध्य हुन्छन्। यस्तै हुन्छ सुशासन। अनियमित लोड सेडिङले जुनसुकै बेला बत्ती जाँदा खेतमा सिँचाइको माध्यम बनेका डिबोरिङका मोटर चल्न नसक्दा खेतहरू सुकेर चिरा छन्। खानेपानी तान्ने, यो गर्मीमा पङ्खा चलाउने, अनलाइन पढ्ने सबै कामहरू अवरुद्ध भएका छन्। यस्तै हो समृद्धि। यस्तो समस्याको छिट्टो समाधान गर्न सभामुख मार्फत सरकारलाई माग गर्दछु। धन्यवाद। मान्य सदस्य मधु कुमार चौलागाई।
सम्माननीय सभामुखज्यू, अर्थ मन्त्रालयले दुध विकास संस्थानभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न 2081 साल 1 महिना 16 गते समिति गठन गर्यो। त्यो समितिले 2 महिना 16 गते प्रतिवेदन दियो। त्यो प्रतिवेदनले 1 करोड 17 लाख रुपियाँ मेसिन औजार खरिदमा घोटाला भएको भनेर प्रतिवेदन दिएको छ। त्यो प्रतिवेदन कुन सोकेसमा छ, त्यो कहिले बाहिर निस्किन्छ र दुध किसानले कहिले भुक्तानी पाउँछन् ध्यानाकर्षण गराउन चाहन्छु। साथै सम्माननीय सभामुख महोदय, देशले रोजगारी दिएन, काभ्रे नौबुद्धको एउटा युवा रोजगारीको खोजीमा भारत पुग्यो, जसले आफ्नो लीला यही महिनाको 13 गते समाप्त गर्यो। त्यसको मृत्युको विषयमा शङ्कास्पद मृत्यु भनेर आएको छ। परिवारजनले शङ्का गरेका छन्, सरकार बेखबर छ। उनको अनुसन्धानको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य मनमाया विक। सम्माननीय सभामुख महोदय, रासपाको वाचापत्रमा पहिलो प्राथमिकतामा परेको दलित सवाल सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा 5 नम्बरमा पर्यो। 15 दिनभित्र राज्यको तर्फबाट औपचारिक क्षमायाचना सहित सुधारको कार्यक्रम घोषणा गर्ने कुरा उल्लेख गरेको सरकारले 100 दिन पुग्दासम्म पनि आफ्नो बाचा पुरा गरेन। भ्रम र झुट भन्दा मिठो यो दुनियाँमा केही नहुँदो रहेछ। सभामुख महोदय, सामाजिक न्याय र समावेशीकरणको सामान्य उल्लेख गरेर औपचारिक क्षमायाचना सम्बन्धी कुनै कार्यक्रम नगरी सरकारले दलित समुदायको निर्दोष भावनामाथि नमिठोसँग छल गरेको छ। दिपा नेपाली सरकार कोठा खाली छ भन्दै 79 दिनदेखि सत्याग्रहमा बसेकी छिन्, तर सरकारले सुनेको नसुनै गरेको छ। अजित मिजारको लास 10 वर्षदेखि न्यायको पर्खाइमा त्रिवेणी शिक्षण अस्पतालमा सडिरहेको छ। उनले न्याय कहिले पाउलान्? सरकार धनगढीका विराज ताम्राकारको शङ्कास्पद मृत्युको कुरा सञ्चार माध्यममा यत्रतत्र छाइरहेको छ। सत्य तथ्य छानबिन गरी तत्काल दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको यसै सदन मार्फत सरकार। मान्य सदस्य महेन्द्र बहादुर शाही। सम्माननीय सभामुख महोदय, कर्णाली प्रदेशमा सडक दुर्घटना दिन प्रतिदिन बढ्दै जानुले अत्यन्तै चिन्ताको विषय बनेको छ। हरेक वर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाइरहेका छन्। यही असाढ 18 गते दैलेख जिल्लाको चामुण्डा बिन्देश्वरी नगरपालिका 7 मा कर्णाली राजमार्गमा भएको अत्यन्तै दुःखद सवारी दुर्घटनामा प्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु। उक्त घटनामा 5 जनाको ज्यान गुमाएका छन्। 1 जनाको लास भेटिएको छ। 50 जना गाउँपालिका वडा 9 मृतक जोखे तिरुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो संवेदना व्यक्त गर्न चाहन्छु। अझै 4 जना बेपत्ता छन्। बेपत्ताको तत्काल चाहिँ खोजी कार्यले तीव्रता दिन सरकारलाई म अनुरोध गर्न चाहन्छु। उच्च जोखिम मलेर पनि उद्धारका लागि सम्पूर्ण सुरक्षा निकाय लागिरहेका चाहिँ छ। सुरक्षाकर्मीलाई म विशेष धन्यवाद दिन चाहन्छु। र यस्ता कार्यहरू नदोहोरिनका लागि राज्यले विशेष गरी ध्यान दिन जरुरी चाहिँ कर्णालीको सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि केही अपनाउनु पर्ने चाहिँ महत्त्वपूर्ण क्षेत्रहरू छन्। यसमा विशेष गरी सरकारको ध्यान जाओस्। धन्यवाद। मान्य सदस्य माधव बहादुर थापा। सम्माननीय सभामुख महोदय, देशभर सञ्चालनमा रहेका सरकारी अस्पतालहरूमा जनतन जनशक्ति भए तापनि अधिकांश अस्पतालहरूमा रोग अनुसन्धानका महत्त्वपूर्ण मेडिकल औजारहरू बिग्रिनु र मर्मत सम्भार नहुनुले थन्किएर बसेका छन्। एक्सरे, सिटी स्क्यान, एमआरआईदेखि प्राणघातक रोग क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापीका मेसिनसम्मको समयमा मर्मत हुन नसक्नुले, बिरामीको रोग अनुसन्धानमा ढिलाइ हुने र समयमै उपचार पाउन नसक्नुले अवस्था जटिल भई मृत्यु समेत हुने गर्दछ। यति मात्र कहाँ हो र सभामुख महोदय, कोभिड-19मा हामीले करोडौँ खर्च गरी जोडिएका अक्सिजन प्लान्टहरूको अवस्था पनि उस्तै छ। प्रतिफलस्वरूप अधिकांश अस्पतालहरूमा अक्सिजन बाहिरबाट खरिद गर्न बाध्य छन्। अन्तमा सभामुख महोदय, यस्तो कष्टकर अवस्थालाई निकास दिन सरकारबाट भर्खरै स्थापना गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय अन्तर्गत राष्ट्रिय मेडिकल औजार संरक्षण तथा मर्मत शाखा सञ्चालन गरी आवश्यक जनशक्ति तयार। मान्य सदस्य मोहन आचार्य। सम्मान्य सभामुख महोदय, रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका जलविद्युत आयोजनाहरूले स्थानीय प्रभावित जनताका लागि छुटाउनु पर्ने कम्युनिटी सपोर्ट प्रोग्राम र कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी CSR को रकम
आफू अनुकूल खर्च गर्ने र कतिपय आयोजनाले पुरा रकम खर्च नगरेको गुनासो प्राप्त भएको छ। सो सन्दर्भमा नेपाल सरकारले छानबिन गरी स्थानीय प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि ऊर्जा मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउँछु। साथै निर्माण सम्पन्न भइसकेको अर्थात् 78 मेगावाट क्षमताको सलाङ सुलुङ जलविद्युत कम्पनीले स्थानीय प्रभावितलाई बिक्री गर्नुपर्ने 10% सेयर हालसम्म पनि बिक्री खुला नगरेकोले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल। मान्य सदस्य मोहनलाल आचार्य। सम्मान्य सभामुख महोदय, यति बेला कपिलवस्तु जिल्लामा रोपाइँको चटारो छ। मुलुककै सबैभन्दा बढी 84,000 हेक्टर कृषियोग्य भूमि भएको जिल्लाका किसानहरू यस वर्ष पनि मल खाद र बिउको अभावमा तडपिन बाध्य छन्। मान्य कृषि मन्त्रीज्यूलाई सुरुकै दिनदेखि यस विषयमा सजग गराइएको भए पनि आशातीत सुधार भएन। पालिका, सहकारी र कृषि सामग्री संस्थान बीचको समन्वयको अभावमा उपलब्ध मलखाद समेत किसानले पाउन सकेका छैनन् भने कोटा निर्धारण समेत नगरी एक्लै अर्कोलाई दोष लगाउने मात्र काम भएको छ। अत यथाशीघ्र किसानको समस्याप्रति सम्बन्धित निकायलाई जवाफदेही बनाउन सम्मान्यज्यू मार्फत नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अत्याधिक गर्मीको समयमा लगातार बत्ती जाने गरेका कारण सिँचाइ समेत गर्नको लागि त्यस क्षेत्रका जनताले शास्ति भोग्नु परेको छ। अत विद्युत नियमित रूपमा आपूर्ति गर्न सब स्टेसनहरूमा तत्काल सुधार गर्दै बाडङ्गा स्थित 4 नम्बर जितपुरमा रहेको 3311 को सब स्टेसनबाट फ्युज सेवा सञ्चालन भएकोले उक्त स्टेसन र मापदण्ड पुगेका अन्य सबै स्टेसनहरूलाई स्तरोन्नति गरी वितरण केन्द्र मान्य सदस्य मोहम्मद फिरदोस आलम। सम्मानीय सभामुख महोदय, असार महिना बित्नै लागेको छ र मधेसमा अहिलेसम्म धान रोपाई जम्मा 15% सम्पन्न भएको छ। कारण सिँचाइको सुविधा नभएको र खास गरी सरकारले समयमा मल खादको व्यवस्थापन गर्न नसक्नु गम्भीर चिन्ताको विषय बनेको हुँदा सरकारले यथाशीघ्र रौतहट लगायत सम्पूर्ण जिल्लाहरूमा मल खादको उचित व्यवस्थापन गर्नका लागि जोरदार माग गर्दछु। त्यस्तै मनसुन सुरु भए लगत्तै प्रत्येक वर्ष झै रौतहट जिल्लाका नागरिकहरू यस वर्षको बाढीको सामना कसरी गर्ने भन्ने चिन्ताबाट ग्रसित छन्। तर विगतका सरकार जस्तै अहिलेको सरकारले पनि यो गम्भीर समस्याको दीर्घकालीन समाधानप्रति कुनै चासो लिएको देखिएन, जुन अत्यन्त दुःखदायी छ। सम्मानीय सभामुख महोदय, रौतहट क्षेत्र नम्बर 2 का विभिन्न ठाउँहरूमा लाल बकैया नदीको बाँध अत्यन्तै कमजोर र जीर्ण अवस्थामा रहेको हुँदा तत्काल मर्मत सम्भार गरिएन भन्ने ठुलो क्षतिको सामना गर्नुपर्ने हुन्छ। त्यसैले ती कमजोर र जीर्ण अवस्थामा रहेको बाँधको तत्काल मर्मत गर्नका लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य यज्ञ बहादुर बोगटी। सम्माननीय सभामुख महोदय, मैले ज्येष्ठ 27 गते अछाम जिल्ला मङ्गलसैन नगरपालिका वार्ड नम्बर 5 निवासी रेवन्त विष्ट हराएको सूचना यो सम्मानित सदनमा जानकारी गराएको थिएँ र सरकारको ध्यान आकर्षण गराएको थिएँ। सभामुख महोदय, आजसम्म पनि उक्त रेवन्त विष्टको अवस्था अज्ञातै छ। सरकारको म फेरि पनि गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। रेवन्त विष्टको खोजी कार्य तीव्र गतिमा गराइयोस् र उनको घर परिवारलाई रेवन्तको अवस्थाका बारेमा जानकारी गराइयोस्। सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसका साथसाथै सभामुख महोदय, पञ्चदेउल विनायक नगरपालिका वार्ड नम्बर 8 मा यही 18 गते साँझ चट्याङ पढेर दुईटा चौपाए 4 जना घाइते भएकोमा 4 जना घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै पुल्यतोला र बारालामा चट्याङको जोखिम क्षेत्र भएकोले त्यो उक्त क्षेत्रमा आर्थिक टावर निर्माण गर्न सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। मान्य सदस्य यज्ञमणि न्यौपाने। सम्माननीय सभामुख महोदय, सिंहदरबारमा अक्कल झुक्कल बत्ती जाला मोरङ क्षेत्र नम्बर 1 उर्लाबारी, मिक्लाजुङ र लेटाङमा अक्कल झुक्कल बत्ती आउँछ। के भएको हो? अनि मेलम्ची खानेपानी सहरमा छिर्यो, गाउँको लावा खोलाको पानी बन्द भयो। अब मोरङ क्षेत्र नम्बर 1 को मिक्लाजुङका बासीहरू खानेपानी पिउन पाएका छैनन्। बजेटमा समावेश भएन, तर मेलम्ची त काठमाडौँ छिरिसक्यो। अनि सहरमा सिंहदरबार गाउँ-गाउँमा पुग्दा गाउँ-गाउँको खानेपानी र बिजुली सहर छिर्यो, तर खानेपानी मन्त्रालय पनि छैन। र यो कुरा सुनिएन।
सम्बन्धित मन्त्रालयको ध्यान जाओस्। यो बत्ती कहिलेसम्म जाने हो, त्यो ठाउँका नागरिकहरू यो गर्मीमा कहिलेसम्म बाँच्नु पर्ने हो, पिउने पानीको सन्दर्भमा मन्त्रालयको ध्यान आकर्षण किन नभएको हो। सभामुख महोदय मार्फत म सरकारको ध्यान आकर्षण गराउँछु। मान्य सदस्य रजनी श्रेष्ठ। सम्माननीय सहमुख महोदय, मोरङ क्षेत्र नम्बर 1 को मिक्लाजुङ गाउँपालिका र क्षेत्र नम्बर 2 को रतुवा महानगरपालिकामा विगत केही सातादेखि बिजुलीको समस्या भइरहेको छ। यसकारण किसानहरूले सिँचाइ गर्न पाएका छैनन्। बिरामीहरूको उपचारमा पनि कठिनाइ भइरहेको छ। नेपाल विद्युत प्राधिकरणलाई खबर बुझ्दाखेरि चाहिँ उहाँहरूले चाहिँ उपकरणको आवश्यक नभएकोले गर्दाखेरि आवश्यक उपकरणहरू नभएको कारणले गर्दाखेरि यो समस्या आएको भन्नुभएको छ। यस्तो समस्या आउन नदिनुको लागि पहिलेदेखि नै तयारी गर्नु पर्थ्यो। सहमुख महोदय, सरकारले जनतालाई बिजुलीको महसुल मात्र लिने हो कि राम्रो सेवा पनि दिने हो? यस्तो समस्या आउन नदिनका लागि तुरन्त यसको समाधान गरियोस्। भविष्यमा यस्तो अवस्था दोहोऱ्याउन नदिनुको लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गर्दछु। धन्यवाद। मान्य सदस्य रत्ना कुमारी थापा। सभामुख महोदय, अछाम र सुर्खेत जिल्लाको सिमानामा बन्न लागेको 439 मेगावाटको वेतन कडाली जलविद्युत आयोजना 6 लाखभन्दा बढी सञ्चयकर्ता, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको लगानी रहने नेपालकै एउटा गौरवपूर्ण राष्ट्रिय नमुना परियोजना हो। विगत लामो समयदेखि भारतीय कम्पनी जिएमआरसँगको विवाद र नीतिगत अल्झनका कारण उक्त परियोजना अगाडि बढ्न सकेको थिएन। हाल यस परियोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको अवस्था छ। हाम्रो सरकारले बजेट भाषणमा पनि स्पष्ट भनिसकेको छ निर्माण कार्य अगाडि बढाइनेछ। साथै लगानी बोर्डले पनि सो परियोजनाको लागत स्वीकृत गरिसकेको अवस्था छ। तर सभामुख महोदय, निर्माण पूर्वको सम्पूर्ण तयारी पुरा हुँदा पनि नेपाल विद्युत प्राधिकरणबाट पिपिए अर्थात् विद्युत खरिद बिक्री सम्झौता गर्न किन ढिलाइ भइरहेको छ भन्ने व्यापक जनगुनासो आइरहेकाले म सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य रन्जु नेउपाने। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म नेपाल सरकारलाई आफ्नो पहिलो 100 दिन सुशासनका लागि, विकासका लागि र समग्रमा नेपाली जनताको जीवन उत्थानका लागि तीव्र गतिमा अघि बढेकोमा हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। यस अगाडि 1000 दिनसम्म पनि फलानो र ढिस्कानो नेताले यस्तो र उस्तो भने यो पार्टीको सरकार छाड्ने, प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भनी म्युजिकल चेयरमा घुमे गरेको सबै नेपाली जनताले बुझेका छन्। त्यसैले जनताले आफै यसपटक ढ्याक्कै विश्वासको बहुमत दिएका हुन्। सम्माननीय सभामुख महोदय, अब म मेरो क्षेत्र काठमाडौँ 1 को विषयमा एउटा गम्भीर कुरा यहाँ राख्न चाहन्छु। काठमाडौँ क्षेत्र नम्बर 1 जसलाई राजधानीकै मुटु भनेर पनि चिनिन्छ, तर त्यो मुटुमा हरेक बर्सातको समय भुइँ तल्लासम्म डुबाउने गरी पानी पस्ने गरेको छ र आम जीवन अस्तव्यस्त हुने गरेको छ। सम्माननीय सभामुख महोदय, तर यो समस्या यही सरकार आए पछाडि सुरु भएको चाहिँ होइन। यो क्रोनिक समस्या हो जसको समाधान यही सरकारले दिनुपर्छ। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य रमेश परसाई। सम्माननीय सभामुख महोदय, कुनै पनि घटना जब हाम्रो घरमा घट्छ त्यो घटना हुन्छ, जब अर्काको घरमा घट्छ त्यो समाचार हुन्छ। दुर्भाग्य हो, समाज यति असंवेदनशील भयो कि कर्णाली राजमार्गमा पटक पटक हुने दुर्घटनाहरू हाम्रो लागि खालि समाचारका विषयहरू मात्र बन्न थाले। नागरिकको जीवनभन्दा ठुलो सम्पत्ति र प्राथमिकता राज्यको अर्को हुन सक्दैन। हाम्रा पालामा यस्तो हुनु हुँदैन। यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन? के मान्छे भिरमा अड्केर हारगुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ। नागरिकको जीवनसँग जोडिएको विषयमा हामी सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठ्नुपर्छ। सभामुख महोदय, म सभामुख मार्फत तत्काल रुलिङको जोरदार माग गर्दछु। धन्यवाद। मान्य सदस्य रविन्द्र पटेल। सम्माननीय सभामुख महोदय,
म यो दोस्रो चोटि गरिमामय सदनमा भन्दैछु, हामी धान दिवस पनि मनायौँ, दही चिउरा पनि खाए, तर मध्य प्रदेशमा मलको हाहाकार कायमै छ। 5 किलो 10 किलो मल वितरण गर्दैछ, त्यो पनि डिलरवालाले भेदभावपूर्ण तरिकाले। सभामुख महोदय, सरकारी विद्यालयमा दिवा खाजामा चरम भ्रष्टाचार छन्, कमिसन छन्। त्यसैले सरकारको गम्भीर ध्यानकर्षणमा गराउन चाहन्छु, स्थानीय तह र प्रदेश सरकारको विकास बजेटको काममा चरम भ्रष्टाचार छ, कमिसन छ, दलाली छ, त्यो कहिले रोकिन्छ सभामुख महोदय? अर्को कुरामा मावलापुर नगरपालिका मान्य सदस्य राजकिशोर महतो। सम्मानीय सभामुख महोदय, आज म देशभरका क्यान्सर बिरामी र उनीहरूका परिवारसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त संवेदनशील विषयमा सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। विगत केही महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने केही आवश्यक औषधिहरूको अभावबारे निरन्तर समाचारहरू आइरहेका छन्। प्रश्न उठ्छ, औषधि आयात गर्न अनुमति प्राप्त धेरै कम्पनीहरू हुँदाहुँदै किन अभाव सिर्जना हुन्छ? औषधि आयात तथा बिक्रीको अनुमति लिनु भनेको आवश्यक पर्दा बजारमा नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी पनि हो। तर आयातकर्ताले केही भाइरल औषधि ल्याई त्यसलाई ठुलो उपलब्धिको रूपमा प्रचार गर्नु र मूल्य नबढाएसम्म औषधि आयात गर्न नसकिने सन्देश दिने समाचारहरू सार्वजनिक भइरहनुले बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको विषयलाई मूल्य वृद्धिको दबाव सिर्जना गर्ने माध्यम बनाउनु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन। तसर्थ सम्मानीय सभामुख महोदय, हाल बजारमा अभाव भएका क्यान्सरका आवश्यक औषधि। माननीय सदस्य राजन गौतम। सम्माननीय सभामुखज्यू, व्यवस्थापिका जनताको आवाज बोल्ने थलो हो भने कार्यपालिका त्यो आवाजको कार्यान्वयन गर्ने संयन्त्र हो। प्रतिनिधि सभाको हामीले नै बनाएको नियमावलीको नियम 15 को उपनियम 2 ले के भन्छ भन्दा, आकस्मिक शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्र सदनमा दिनुपर्नेछ। के त्यो जवाफ हामीले आजसम्म पाएका छौँ? आज 31औं बैठकसम्म आइपुग्दाखेरि कतिपय जवाफहरू हामीले प्राप्त गर्न सकेका छैनौँ। म आज शून्य समयमा यो शून्य समयको महत्त्वको विषयमा यो सदन मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु। मैले पहिला नै उठाइरहेको थिएँ, हजारौँ इसिडी शिक्षकहरू जो न्यून पारिश्रमिकमा चाहिँ काम गर्न बाध्य छन्, सबै राष्ट्र सेवकहरूको तलब बढ्दै गर्दा यो देशका हजारौँ इसिडी शिक्षकहरू जम्मा 12,000 तलबमा काम गर्न बाध्य छन्। सभामुख महोदय, म सरकारसँग स्पष्ट माग गर्दछु कि यो न्यूनतम पारिश्रमिकको त अन्त्य गरियोस्, यो विभेदको अन्त्य गरियोस्। हस्त, धन्यवाद। माननीय सदस्य राजुनाथ पाण्डे। माननीय सदस्य राजुनाथ पाण्डे। माननीय सदस्य राजुनाथ पाण्डे। माननीय सदस्य राजेन्द्र कुमार राई। सम्मानीय सभामुख महोदय, आज म सदनमा सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धनकुटा जिल्लामा 7,000 किसानको ठुलो समस्या बनिरहेको छ। यस कारणले भनौँ पौष महिनादेखि उनीहरूले दुधको पैसा पाएको छैन। जम्मा 7 करोड पैसा भुक्तानी पर्ने डिडिसीले अहिलेसम्म भुक्तानी नदिएर किसानको जीविका निर्वाह गर्नु समस्या बनिरहेको छ। त्यसैले गर्दाखेरि सभामुख मार्फत म सरकारलाई भन्न चाहन्छु, सम्बन्धित मन्त्रालयलाई भन्न चाहन्छु, जनताको जीवनमाथि खेलबाड गर्नु बिल्कुल हुँदैन। यो सरकारले भन्दै आएको थियो हामीले काम छिटो छिटो रफ्तारमा गर्छौँ, सबै जनताको समस्या समाधान चाँडो हुन्छ भनेर भनिरहेको बेलामा यो सरकार किन यस्तो गल्ती गर्छ? के भएको छ यो सरकार? म भन्न चाहन्छु, यो सदन मार्फत सभामुखलाई म अनुरोध गर्न चाहन्छु, सम्बन्धित मन्त्रालयले तत्काल रूपमा माननीय सदस्य रिगल यादव।
सम्माननीय सभामुख महोदय, देशको जिम्मेवार कार्यकारी प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै भूभाग मिचेको भन्ने राष्ट्रघाती अभिव्यक्तिपछि भारतीयहरू र सीमामा भारतीय एसएसबीको मनोबल उच्च भएको छ, जसका कारण मेरो नवलपरासी जिल्लाको सुस्ता क्षेत्र पुनः भारतको अतिक्रमणमा परेको छ। सुस्तावासी नेपाली दाजुभाइहरूले सिमानामा भारतीयहरूसित लड्ने महान कार्य गरेकोमा गर्वका साथ उच्च सम्मान र सलाम भन्न चाहन्छु। आज पनि सुस्ता क्षेत्रको रक्षाका लागि सुस्तावासी जनता माइती घर मण्डलामा आन्दोलन र धरना दिइरहेका छन्। के बालेन सरकारलाई नेपाली भूमि सुस्ता दुख्दैन र? सभामुख महोदय, धन्यवाद। मान्य सदस्य रिना उप्रेती। सभामुख महोदय, हाम्रो दैनिक जीवनसँग सरोकार राख्ने एलपी ग्यास अति संवेदनशील विषय हो। यसको व्यवस्थापनप्रति सरकारको ध्यान आकर्षण गराउँदछु। सरकारले यो सिलिन्डर 14.2 केजीको आउँथ्यो, तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिन्डर कतै ग्यास कमी छ कि भनेर शङ्काका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिन्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिन्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु। धन्यवाद। जय नेपाल। मान्य सदस्य रुकेश रञ्जित। सम्माननीय सभामुख महोदय, भक्तपुरका नागरिकहरू दैनिक रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापारका लागि राजधानी काठमाडौँको आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ। भक्तपुरदेखि जडीबुटी करिब 10 मिनट लाग्ने यात्रा जडीबुटीदेखि कोटेश्वर चोक कट्नको लागि अत्यधिक ट्राफिक जामका कारण 30 मिनटसम्म लाग्ने गरेको छ। पूर्वी नेपाललाई राजधानीसँग जोड्ने मुख्य प्रवेशद्वार भएकोले कोटेश्वरको जामले समय, इन्धन र जनशक्तिको ठुलो नोक्सानी गरिरहेको छ, साथै बढ्दो कार्बन उत्सर्जनले वायु प्रदूषण समेत गम्भीर बनाएको छ। यस समस्याको दीर्घकालीन समाधान भनेको कोटेश्वर चोक सुधार आयोजना हो, जस अन्तर्गत 840 मिटर फ्लाइओभर, 640 मिटर अन्डरपास तथा आधुनिक ट्राफिक व्यवस्थापनका संरचनाहरू निर्माण गरिने योजना छन्। नेपाल सरकार र जापान सरकार बीच ऋण सम्झौता समेत भइसकेको पनि सरकारी निकायहरूको समन्वयको अभाव र प्रशासनिक ढिलाइका कारण आयोजना अघि बढ्न सकिरहेको छैन। अत सामान्य सभामुख महोदय मार्फत नेपाल सरकारको यस मान्य सदस्य रुक्मिणी देवी कोइराला। सम्माननीय सभामुख महोदय, नेपालको परराष्ट्र नीति राष्ट्रिय सहमति, राष्ट्रिय हित र कूटनीतिक मर्यादामा आधारित हुनुपर्छ। तर सरकार गठन भएको 100 दिन बितिसक्दा पनि परराष्ट्र क्षेत्रमा स्पष्ट रणनीति, परिणाममुखी उपलब्धि र विश्वास गर्ने निर्माण गर्ने कार्य देखिन सकेको छैन। प्रधानमन्त्रीज्यूबाट संसदमा व्यक्त भएका सीमा तथा छिमेकी सम्बन्धसँग जोडिएका विवादित अभिव्यक्तिहरू अहिले पनि संसदको रेकर्डमा यथावत छन्। यस्ता विषयले नेपालको कूटनीतिक विश्वसनीयता र राष्ट्रिय हितमा दीर्घकालीन असर पर्न जान्छ। यसै गरी पछिल्लो समय राहदानी व्यवस्थापनका विषयमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री र तथा मन्त्री कार्यालय बीचको देखिएको अधिकार प्रक्रिया र जिम्मेवारी सम्बन्धी सार्वजनिक विवादले राज्य संयन्त्र भित्रको समन्वयमाथि न प्रश्न उठेको छ। यसले अन्तर्राष्ट्रिय समुदाय अविश्वास सृजना गरेको छ। यस्तो सम्मिल मान्य सदस्य रुबिना आचार्य। सम्माननीय सभामुख महोदय, कोशी अस्पतालमा आज पनि एउटै बेडमा 3-3 जना बिरामी सुत्न बाध्य छन्। बिरामीकै लागि बेड छैन, तर विडम्बना हेर्नुहोस्, अस्पताललाई आफ्नै जग्गामा अस्पताल बनाउन पनि ठाउँ छैन। अस्पतालको जग्गामा अस्पताल होइन, तेस्रो पक्षको व्यापार फस्टाएको छ। सरकारी अभिलेख अनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब 6 कट्ठा 8 दूर जग्गा ओगटेर मासिक करिब 2 लाख रुपियाँ, गणेश मन्दिरले मासिक करिब 1,60,000 रुपियाँ, नेपाल रेड क्रस सोसाइटीले अस्पतालकै जग्गामा संरचना बनाएर राष्ट्र वाणिज्य ब्याङ्कलाई भाडामा दिई मासिक
करिब 1,50,000 रुपियाँ र देवकोटा पुस्तकालयले समेत त्यही सरकारी जग्गाबाट आम्दानी गरिरहेका छन्। अस्पतालमा 500 शय्याको मेडिकल भवन र 259 शय्याको बहुविशेषज्ञ भवन सेवा निर्माण गर्नुपर्ने अवस्था छ। सभामुख महोदय, सरकारले अस्पतालको जग्गा खाली गर्न 1 महिना अघि म्याद दिइसकेको सम्बन्धित संस्थाहरूले त्यसलाई कानमा तेल हालेर व्यवस्था गरे। अहिले फेरि थप 7 दिनको म्याद दिइएको छ। म सरकारलाई आग्रह गर्न चाहन्छु, अब यो 7 दिन सरकारको कार्यक्षमताको परीक्षा हो। मान्य सदस्य रेखा कुमारी यादव। सम्माननीय सभामुख महोदय, आज सरकारले शासकीय सुधारका 100 दिनका 100 बुँदे कार्यक्रमलाई ठुलो उत्सवको रूपमा मनाइरहेको छ। तर जनताले यसको वास्तविक अनुभूति कहाँ गरेका छन् सभामुख महोदय? कृषिको कुरा गर्दा सरकारले खाद्य आत्मनिर्भरता, सिँचाइ, सहुलियतपूर्ण कृषि ऋण र किसानको हितको प्रतिबद्धता जनाएको छ। तर आज पनि किसानले समयमा मल र बिउ पाएका छैनन्। बागमती सिँचाइ आयोजनाको बजेट 81% कटौती गरेर खाद्य आत्मनिर्भरता कसरी हासिल हुन्छ सभामुख महोदय? किसानले उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता अझै पाएको छैन। कृषि ऋणको प्रत्यक्ष लाभ वास्तविक किसानले पाएको छैन। अर्कोतर्फ एउटै मन्त्रालयमा 1 जना सचिव पर्याप्त हुने ठाउँमा 5 जना सचिव सरका सल्लाहकार नियुक्त गरेर सरकारले कस्तो शासकीय सुधार गर्न खोजेको सभामुख महोदय? विगतका सरकारले गरेका नियुक्तिहरू खारिज गरी विभिन्न निकायमा राजनीतिक मान्य सदस्य रेणुका काउचा। सम्माननीय सभामुख महोदय, अहिले हामी यस्तो सम्मानित सदनमा उभिएका छौँ जुन भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनको उपज हो। तर सरकारको 100 दिन पुग्दा पनि जेनजी आन्दोलनको नाममा भएको सरकारी, सार्वजनिक र निजी सम्पत्तिको अर्बौंको क्षतिको प्रश्नहरू अझै पनि अनुत्तरित नै छन्। सरकारसँग तथ्य छैन कि तथ्य लुकाएको छ, यो प्रश्न आज नागरिकहरूले उठाइरहेका छन्। म सरकारसँग स्पष्ट रूपमा जान्न चाहन्छु, जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचनाहरू अहिले के कति पुनर्निर्माण भए, शहीदको नाममा र घाइतेहरूको अवस्था कस्तो छ र घाइते र लुटिएका हतियारहरू कति फेला परे, अझै कति हराएका छन्, जेलबाट फरार भएका कैदी कति पक्राउ परे, अझै कति फरार छन्। यी विषय राष्ट्रिय सुरक्षा र कानुनी शासनसँग प्रत्यक्ष रूपमा जोडिएका गम्भीर सवाल भएकाले म सरकारसँग विस्तृत जवाफको अपेक्षा गर्दछु। सभामुख महोदय, सरकारले जनताको विश्वास जित्न चाहन्छ भने घोषणा होइन जवाफदेहिताले जित्नुपर्छ, भाषणले होइन सत्य सार्वजनिक गरेर जित्नुपर्छ। सुशासनको नारा। मान्य सदस्य भूमिका लिम्बू सुब्बा। मान्य सदस्य भूमिका लिम्बू सुब्बा। मान्य सदस्य भूमिका लिम्बू सुब्बा। मान्य सदस्य भूमिका श्रेष्ठ। सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्तिहरूको अधिकार संरक्षणको लागि विशेष ऐन निर्माणको आवश्यकता रहेको कुरामा सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सामाजिक न्याय सुनिश्चित गरे तापनि हाम्रो समुदायले अझै शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता तथा सामाजिक सुरक्षाको विभेद र बहिष्करणमा भोगिरहेको अवस्था छ। सभामुख महोदय, अहिलेको सरकार हाम्रो समुदायप्रति संवेदनशील रहेको विश्वासका साथ आवश्यक सहयोग गर्न हामी सदैव तत्पर छौँ। तसर्थ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सम्मान, सुरक्षा र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विशेष ऐन तर्जुमाको अध्ययन र बाँकी आवश्यक प्रक्रिया यथाशीघ्र सुरुवात गर्न म सदन मार्फत सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य मनिष खनाल। सम्माननीय सभामुख महोदय, गण्डकी प्रदेशको रणनीतिक मार्ग त्रिवेणी दुम्कीवासको बाटो कहिले बन्छ, त्रिवेणी नाका कहिले सञ्चालन हुन्छ भनेर नवलपुरवासीहरूले प्रश्न सोधिराखेका छन्। यही त्रिवेणी दुम्कीवासको बाटोको लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेकोमा म सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तर हामीलाई शङ्का छ, किनभने लामो समयदेखि राष्ट्रिय निकुञ्जको बफर जोन भनेर यो बाटोको न नक्साङ्कन भएको छ न सीमाङ्कन भएको छ। त्यसकारणले यस बाटोको निर्माणका लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। बाँकेवर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सडक चलिराखेको छ, त्यस्तै गरी राजधानीकै शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै बाटो बनेको छ, तर त्रिवेणीवासीले लामो समयसम्म शास्ति
खेप्दै गर्दाखेरि पनि यो बाटो किन बन्न सकेको छैन, यो बाटो बनाउनका लागि म सरकार सँगसँगै सरकारभित्रको वन मन्त्रालय पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै गरी अब यो पालिकाले यो बाटो बन्दैन भनेर यो पालिकालाई यो वडालाई अर्को पालिकासँग गाभ्ने गरेर गरेको निर्णयलाई पनि मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ।